प्रत्यक्ष निर्वाचित मात्रै गर्नुभयो, यसलाई मिलाउनु भएन र राज संस्था राख्नु भएन भने चाहिँ त्यो प्रत्यक्ष निर्वाचित र राष्ट्रपति मिलेर अहिलेसम्म जति असमान सन्धिहरू गरे, देशघाती कानुनहरू ल्याए, अदालतले पनि त्यसलाई खुरुखुरु पास गरिदियो। यसै गरिकन देश बेच्ने छन् निश्चित छ। राज संस्थामा एकताबद्ध हुने लोकतान्त्रिक प्रजातान्त्रिक व्यक्ति संस्था समूहहरूलाई एकताबद्ध गर्नका लागि उहाँ अगाडि बढ्नु भएको छ। विपिन कोइरालाज्यूप्रति पनि म नमन व्यक्त गर्छु। धेरै एमालेमा, कांग्रेसमा, माओवादीका हिजो मेसिन गन बोकेर लड्ने योद्धा टीएस जीहरू लगायत एकताबद्ध भइरहनु भएको छ। अब राजाका लागि, राज संस्थाका लागि हामी हिजो जस्तै संघर्ष गर्नु परे पनि तयार छौं भनेर धेरै व्यवसायीहरू, उद्योगीहरू सबै विभिन्न ढंगले संगठित भइरहनु भएको छ। दे आर अर्गनाइज्ड बट नट इन युनाइटेड फर्म। अर्गनाइज्ड भइरहनु भएको छ, युनाइटेड हुनु भएको छैन। अब युनाइटेड हुने बेला आएको छ। म दैनिक कम्तीमा पनि 5 वटा समूहहरूसँग छलफल गरिरहेको छु। पुराना दलका नेताहरू, पुराना दलका तर युवा पुस्ताका साथीहरू जो आफ्नो दलको नाम भन्न लजाउनुहुन्छ, राज संस्था भन्नुहुन्छ। मान्छे कांग्रेस छ, राजा चाहिन्छ भन्छ, तर राजावादी भनेको कुनै पार्टीमा जान तयार छैन। किन होला? नेपाली कांग्रेसका धेरै साथीहरू, एमालेका साथीहरू, माओवादीका साथीहरू, अघि मैले भने हिजो सशस्त्र जनयुद्ध भनेर ज्यान बलिदानीका लागि हुन तयार भएका साथीहरू पनि राज संस्था भन्नुहुन्छ, चाहिन्छ भन्नुहुन्छ, तर राज संस्था भनेको कुनै अर्को पुरानो पार्टीको सदस्यता लिन चाहनुहुन्न। किन होला? किन होला? अहिले धेरै दलहरू दर्ता भए, तर सबै दलहरू पुरानै व्यवस्था मान्ने, यही संविधान मान्ने भनेर दर्ता भए। पुरानै संविधानको फर्म्याटभित्र बस्ने प्रकृतिका मात्रै दलहरू दर्ता भए, तर राज संस्था चाहिन्छ भन्ने चाहिँ कुनै दल दर्ता भएन। किन होला? नामको पछाडि दल राख्नु, पार्टी राख्नु जरुरी छैन। मैले अघि गरेको संकेत अब कांग्रेस पनि, एमाले पनि, माओवादी पनि, राप्रपा पनि, रासोपा पनि जति हिजोको प्रवृत्ति जुन थियो दलहरूको बीचको लुछाचुँडी र जसको सरकारमा पनि आदर्श भुलेर गइहाल्नेहरू, यो सबैलाई निषेध गर्ने गरिकन नयाँ राज संस्थावादी एउटा शक्ति जरुरी छ। त्यसको हामी स्थापनाको एउटा बिन्दुमा पुगिरहेका छौं। अब राज संस्था चाहिन्छ भन्ने, तर पुरानै दलमा बसिरहन जरुरी छैन। युवा साथीहरूले नेतृत्व गर्ने, राज संस्थाको आवाज उठाउने, अघि भने जस्तो बेग्ला बेग्लै अर्गनाइज्डहरूलाई युनाइटेड फर्ममा एकै ठाउँमा लिएर आउने हामी एउटा चरणमा प्रवेश गरिसकेका छौं। यसका लागि चाँडै नै सार्वजनिक रूपमा आह्वान हुनेछ। सबै दलहरूमा भएका साथीहरू वा कुनै दलमा नहुनु भएकाहरू पनि एकै ठाउँमा आउनका लागि हामी आह्वान गर्छौं। हामी यसकारण राज संस्थाको पुनर्स्थापनाका लागि, राज संस्था मात्रै होइन, 47 सालमा संविधान जारी हुँदा राज संस्था थियो, राजावादी दलहरू पनि थिए, तर त्यसपछि सबैभन्दा बढी देशका उद्योग धन्दा सकिएका होइनन्। देश सबैभन्दा बढी बेचिएको असमान सन्धि सम्झौता भएको त्यसपछि होइन। त्यो हुन नदिनका लागि साँच्चै भ्रष्टाचारीहरूलाई ठाउँको ठाउँ कारबाही गर्न सक्ने शक्ति भएको, तर पूर्ण वाक स्वतन्त्रता भएको, विधिको शासन भएको, तर विदेशीका पक्षमा लाग्नेहरूलाई निमिट्यान्न पार्न सक्ने
त्यस्तो राज संस्था हामीलाई चाहिएको छ र हामी त्यसका लागि आन्दोलनलाई सँगसँगै जारी राख्दै एकताबद्ध हुन आह्वान गर्छु। सुदनजी लगायत साथीहरू राजाको कालमा सबै उम्मेदवारहरू स्वतन्त्र उम्मेदवार हुन्थे, स्वतन्त्र मात्रैले जित्थे, तर संसदबाट बहुमतकै प्रधानमन्त्री हुन्थ्यो। त्यसको विकृत पक्षको बारेमा कसरी त्यसलाई एभोइड गर्ने यो बारेमा बताउँला। तर युवाहरूलाई चाहिएको त्यो होइन र अहिलेको संविधानले जेनजीहरूलाई भ्रष्टाचार नियन्त्रण गर्ने ठाउँमा राख्नै हुँदैन भनेर लेखेको छ, किनकि अख्तियारमा पनि 45 वर्ष पुरा नभएको मान्छेलाई राख्न मिल्दैन। यो त जेनजी विरोधी संविधान हो। अहिलेको संविधानले त मरेपछि राष्ट्रपति हौ भन्छ केही जिल्लाका साथीहरूलाई, किनकि 45 वर्ष नभए राष्ट्रपति हुन पाइँदैन। मुगु लगायतका जिल्लाहरूमा औसत आयु नै 43 वर्ष छ बढेर, पहिला 41 थियो। म संविधान सभाको निर्वाचनका लागि त्यहाँ रिपोर्टिङ गर्न जाँदा मरेपछि मात्र राष्ट्रपति हौ भन्ने यस्तो जेनजी विरोधी संविधान राख्ने हो र होइन। राजाका पालामा ब्याचलर पास गर्ने बित्तिकै सांसद पद कोटामा छुट्याइएको थियो। अहिले बुढाहरू पो एकीकृत भइरहेका छन्, तर ज्यान बुढो वा नयाँ यो होइन जेनजी साथीहरूले नै भन्नुभएको छ। किनकि तपाईले देउबालाई पनि छोड्नु भएन, तपाईले गगन थापालाई पनि छोड्नु भएन। गगन थापा त अस्ति जेनजी आन्दोलनमा ज्यान गुमाउने उमेरकै मध्येकै हुनुहुन्छ नि, तर किन नछोड्नु भएको? किनकि उहाँको दिमागमा पनि देउबाको दिमागमा जे छ त्यही नै छ, यही विकृत व्यवस्थाकै स्वरूप छ त्यहाँभित्र। यसैले तपाईले उमेर मात्रै पनि केही होइन भन्नुभयो। अब हो चाहिँ के? म विनम्रतापूर्वक अर्को पनि निवेदन गर्छु कि हामीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्यौं भने एउटा कुरा सोच्नै पर्नेछ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुँदा के एउटा अल्पसंख्यक सीमान्तकृत समुदायको मान्छे प्रत्यक्ष रूपमा हाम्रो देशको जनसङ्ख्या विभिन्न जात जाति समुदायको हेर्ने हो भने निर्वाचित हुन सक्ला? सधैँभरि क्षेत्री बाहुन मात्रै पो हुने हुन् कि? यो पनि त प्रश्न छ नि। जोड्यो भने क्षेत्री र बाहुनको अनि दशनामी साथीहरू इत्यादिको जोड्यो भने राजनीतिले अहिलेसम्मको जुन विकृति फैलायो त्यसले नेपाली जनतालाई विभिन्न जात जाति इत्यादिमा बाँडिदिएको छ। यसको खराब पक्षको रूपमा एउटै मात्रै समुदायको मान्छे निर्वाचित हुन सक्ने खतरा देखिन्छ। यसलाई कसरी मिलाउन सकिन्छ? मिलाउन सकिन्छ। पहिलो पटकको निर्वाचनमा सबै दलले जनजाति आदिवासी मूलवासी भनिएको समुदायको मात्रै उम्मेदवार उठाउने। एमाले कांग्रेस माओवादी जसले पनि सबै समुदायकोले त्यही समुदायकोलाई उम्मेदवारलाई भोट हाल्छ। अर्को पटकको खस आर्यबाट होला, अर्को पटकको दलित बनाइएको सीमान्तकृत समुदायको होला, अर्को पटक मधेसी मूलका साथीहरूको उम्मेदवार जुन दलको भए पनि त्यही समुदायको उम्मेदवार उठाउनु पर्ने चक्रीय प्रणाली भनिन्छ यसलाई। यसरी पनि जान सकिएला। मिलाउन त मिलाउनै पर्नेछ। तर प्रत्यक्ष निर्वाचित मात्रै गर्नुभयो, यसलाई मिलाउनु भएन र राज संस्था राख्नु भएन भने चाहिँ त्यो प्रत्यक्ष निर्वाचित र राष्ट्रपति मिलेर अहिलेसम्म जति असमान सन्धिहरू गरे, देशघाती कानुनहरू ल्याए, अदालतले पनि त्यसलाई खुरुखुरु पास गरिदियो। यसै गरिकन देश बेच्ने छन् निश्चित छ।